दाई नमस्कार नमस्कार दाई नमस्कार नमस्ते भन्नुहोस् तपाईँको के छ गुनासो भन्नुहोस् त उहिलेको त मलाई आजभन्दा कुनै वर्षी पनि छन् पनि बद्ध पनि यो भन्न सक्दैनौँ तर आजभन्दा पहिले हामीले तेल किन्न गयौँ एउटा रेकर्ड गर्न त हो ठट्टा गरे होइन यो सही कुरा हो तेल किन्न गयौँ बिचारीको दोकानमा दोकान तल त्यहाँ तेल किन्नु 1 रुपियाँले तेल आउँथ्यो त्यो बेलामा त्योबाट यो केमा लाग्छ जस्तो भनेर भन्दा यो छाम्मै भरेर पनि फेरि अर्को भाडामा दिन्थे किटलीमा कि जर्किनमा औठेर जर्किनमा नै त्यो बोतल दिन्थे 1 रुपियाँको तेल 1 रुपियाँको तेल अब त्यो भन्ने त एकादेश कता भयो त्यहाँबाट घर आउँदाखेरि अब त्यो पुग्दिन्थ्यो अदालतको जमानामा अहिले आएर जस्तो कि त्यो त्यस्तो यो जमाना त्यो गयो अर्को कुरा के भन्ने भनेपछि त्यो माछा किन यो कुरा हुन्छ त उहिले चाहिँ 6 रुपियाँ ढार्ने मासु आउँथ्यो अरे खसी यो ठट्टा गरेर भने होला कमरा डाइनिङ भन्नु होला 6 रुपियाँ ढार्ने माछा आउँथ्यो सिधा माछा 1 रुपियाँको बिडी किन्यो भने 3 खोजी बिडी आउँथ्यो भने 5वटा सलै मिल्थ्यो भूपेन्द्रको दोकानमा मिल्थ्यो त्यो सलै जोतोले सलै दिने त कहिले त्यो सलै पनि बन्द हुन्थ्यो अनि 3 दिन जमानाको अहिले आएर सुनेर आजभोलिको जमाना कहाँबाट कहाँ गयो अहिले त हेर्नुहोस् त अब 3 रुपियाँ त के हो 3 रुपियाँ कसरी बनाउने भन्ने हुन्छ 3 रुपियाँ न 2 रुपियाँ पाइन्छ न 1 रुपियाँ पाइन्छ होइन बल्ल बल्ल 5 रुपियाँ पाइन्छ होइन नोटै छैन नि नोटै छैन बन्द गरिहाल्यो नोट त बन्द गरिन $3 हो त बन्द गरेर उही मर्दा पर्दा चराउने खसाल्ने मात्र काममा आउँदैछ त्यो डलर त नोट त कामै छैन हो के दाइ हो यस्तै हो दाइ होइन अहिले महँगाइ भयो यही हो होइन ल हस् त नमस्कार 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 नमस्कार